नमस्कार, म डाक्टर धिताल फेरि पनि तपाईहरुको बीचमा आएको छु। आज हाम्रो स्टुडियोमा हुनुहुन्छ जुमन खाँ, स्थानीय नेता, नेपालगञ्जका वडा नम्बर 7 का पूर्व अध्यक्ष। उहाँसँग कुराकानीका क्रममा जोडिएको छु। सबैभन्दा पहिला यहाँलाई स्वागत र नमस्कार। नमस्कार। आराम हुनुहुन्छ? एकदम ठीक छ सर। आज म जनता समाजवादी पार्टीका परिवारको तर्फबाट र व्यक्तिगत आफ्नो तर्फबाट पनि धन्यवाद र नमस्कार पनि छन्। जुमनजी, तपाईँ पार्टी धेरै बदल्नु भयो नि? त्यस्तो खास केही पार्टी बदलिएको छैन। अब माओवादी छोडेर पनि अब स्थानीय चुनावमा 79 को चुनावमा पार्टीमा राजीनामा दिएको कारणले पार्टी त बदलेको छैन। म पार्टी त्यो बदलेर फेरि म जनता समाजवादी पार्टीमै लागेको छु। भनेपछि किन राजीनामा दिनुभयो माओवादीमा? अब यस्तो छ धितालजी कि कसैले आफ्नो घरलाई सेतीमेतीमा छोड्दैन। किनभने म नेपालगञ्ज महानगरपालिका वडा नम्बर 7 बस्ने म जुमन खाँ आज माओवादी पार्टीमा यो वडा अध्यक्षको टिकटको लागि लागेको होइन। देशको परिवर्तनको लागि हो, देशको विकासको लागि हो, देशको शिक्षा र स्वास्थ्यको लागि हो र पार्टीले कति अगाडि नेपाल कम्युनिस्ट पार्टी माओवादीले कति अगाडि बढाउनु पर्ने त्यो विषयमा मैले लागेको हो। माओवादी पार्टीले तपाईलाई वडा अध्यक्षको टिकट दियो, सबै कुरा गर्यो नि त। तपाई पार्टीप्रति खै वफादार भयो? सुन्नुस्, म अहिले पनि पार्टीको क्रान्तिको प्रति र गणतन्त्रको प्रति र यो पार्टीमा रहेका जति पनि एजेन्डा छ त्यो एजेन्डाप्रति अहिले पनि हामी विश्वासदायक छु। त्यसमा दुई मत छैन। किनभने यो पार्टीभित्र अहिले हेर्नुहुन्छ भने म जुमन खाँ वडा नम्बर 7 को वडा अध्यक्ष पार्टीमा राजीनामा दिएर आउँदाखेरिमा आज त्यहाँ मात्रै म अतहर लगायतका पुरै टिम म पछाडि निस्केछ। नन्दलाल निस्क्यो त्यहाँबाट। किनभने अब पार्टीभित्र के छ भने उनले जिल्ला अध्यक्ष उनले चाहियो, नगर अध्यक्ष उनले चाहियो, केन्द्रीय सदस्य उनले चाहियो, संसदको टिकट उनले चाहियो, विधायक उनले चाहियो, समानुपातिक बुढियाले आफ्नो बनाउने उनले चाहियो। आज कार्यकर्ता मात्रै नेताहरूको झोला बोक्ने आएको छैन। किनभने हामी स्थानीय रहित्याउने मान्छेले जब पार्टीमा सही ठाउँ मिल्दैन, सही नेतृत्व गर्न मिल्दैन, कोही पनि त्यहाँ उसले बस्नै मिल्दैन। किनभने उसको पनि आफ्नो सोच हुन्छ। पार्टीले कसरी अगाडि बढ्ने, म अगाडि नेता कसरी बन्ने विषयमा पनि भर पर्छ के सर। त्यो कारणले पार्टीले मैले राजीनामा कुनै आफ्नो गल्तीले होइन, जुम्मनले कुनै ठाउँमा भ्रष्टाचारी गरेको होइन, जुम्मनले कसैको रिङ खाएको छैन, जुम्मनले कसैको के भन्छन् पार्टीमा लागेर कसैका हिनामिना गरेको छैन। हमेसा पार्टीको लागि यो जुम्मन खाँ कस्तो नेपालगञ्ज महानगरपालिका त्रिभुवन चौकमा बस्दाखेरिमा एकजना पनि नेपाल कम्युनिस्ट पार्टी माओवादीको प्रति अगर कसैले बहस गर्थ्यो भने उसको जवाबदार जुम्मन खाँ हुन्थ्यो। जुम्मनजी, तपाईँ त्यहाँबाट राप्रपामा जानुभयो? राप्रपामा सुन्नुहोस्, राप्रपामा मैले सदस्यता लिएको होइन। म स्पष्ट गर्न चाहन्छु आज यो हाम्रो मोर्निङ स्टारबाट म स्पष्ट गर्न चाहन्छु भने नन्दलाल म पछि नन्दलाल पार्टी छोडेर आयो, राप्रपामा प्रवेश भयो। प्रवेश भएर उसले त्यहाँको मेयरको टिकट पायो। टिकट पाएर धमलजीसँग मेरो व्यक्तिगत राम्रो थियो। किनभने हामी 5 वर्ष उहाँ मेयर भएर, मैले वडा अध्यक्ष भएर, बोर्डको नेता भएर पनि मैले त्यो 5 वर्षमा हामीहरू काम गऱ्यौँ। काम गर्दाखेरिमा व्यवहारिक नाताले पनि उनको मेरो राम्रो थियो। जुमनजी, अहिले तपाईँ कुनै पार्टीमा जानु भएको छैन, अब नन्दलालजी पनि पार्टी माओवादी छोडेर आउनु भएको छ, उनले पनि सपोर्ट गरिदिनुहोस्, उनले सहयोग गरिदिनुहोस् उनले भनेको। र नन्दलालजीले मलाई रिक्वेस्ट गरेको कारणले मैले चुनावमा मात्रै राप्रपाले अलिकता सपोर्ट गरेको मात्रै हो। पार्टी प्रवेश होइन। पार्टी प्रवेश होइन। दोस्रो कुरा के छ भने आज हामी राप्रपाले यत्रो आन्दोलन काठमाडौँमा भयो, राप्रपाले गर्यो। आज तपाईँ राप्रपाको कुरा गर्नुहुन्छ भने अहिले राप्रपा धमल शमशेर राणाजी अहिले यहाँबाट मान्य जित्नु भएछ, संसद हुनुभएछ। तर संसद भएर 3 वर्षमा अहिले के गर्नुभएको छ? केही गर्नुभएको छैन। कोही जनताले हेरेछ। आज उनको के छ भने नेपालगञ्ज महानगरपालिका यो 2 नम्बर क्षेत्रमा अगर
74 को चुनावमा हामीहरू नेपालगञ्ज महानगरपालिका हेर्दाखेरिमा आज शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईजीको देन हो यो क्षेत्रमा कि यत्रो ठुलो विकास हामीहरूको पालोमा भएको छ। उदाहरण छ, अहिले तपाईँ हेर्नुहोस् भन्नु राप्तीको पुल हेर्नुहोस्, हाइमार्क्स हेर्नुहोस्, अहिले तपाईँको खजुरादेखि तपाईँको गुलरियासम्म गएर बाटो हेर्नुहोस्, कस्नापुर जाँदाखेरिमा कस्नापुरको बाटो हेर्नुहोस्, कस्नापुरको पुल हेर्नुहोस् कस्तो बनेको छ। यो सब बाँकेमा आज तपाईँ हेर्नुहुन्छ भने अहिले इस्तियाकजीको देन हो आज बस पार्क यत्रो राम्रो बनिएको छ। डम्पिङ साइड पनि यस्तो अहिले हेर्नुहोस् मेचीदेखि महाकालीसम्म अहिलेसम्म कोही नेपालगञ्ज नगरपालिका होस्, गाउँपालिका होस् या उपमहानगरपालिका होस् कसैले डम्पिङ साइट बनाएको छैन। अहिले नेपालगञ्ज उपमहानगरपालिकामा डम्पिङ साइट पनि बनेर तयारी अवस्थामा भएको छ। यो इस्तियाकजीको देन हो के। तर आज माओवादीको 7,500 मत कहाँ गयो? दामोदरजी हामीहरूसँग लड्दाखेरिमा 7,500 मत नेपाल कम्युनिस्ट पार्टी माओवादीको पाकिट मत त्यो कहाँ गयो? किनभने उहाँले टिकट चाहियो। अकल बहादुरजीले उहाँले विधायकको टिकट लाउनु भयो, 43 मात्रै भोट लाउनु भयो, बाँकी भोट कहाँ गयो? राप्रपामा गयो। एमालेको 6,500 मतमा 3500-4500 मत आयो, बाँकी मत कहाँ गयो? काङ्ग्रेसको 12,500 मत अहिले 4300मा आएर झरेछ, त्यो मत कहाँ गयो? राप्रपामा। तर राप्रपाले सपोर्ट गर्ने जुन पार्टी छ नि त्यो पार्टीले आज धमल शमशेर राणाले चुनाव जिताएर आज संसद बनाइएको छ। इस्तियाकजीको अगर हेर्नुहुन्छ भने तपाईले बोलाउनु भयो, तपाई त त्यो बेलामा राप्रपालाई सपोर्ट त्यो बेलामा होइन, संसदको चुनावमा तपाईले म ध्यानाकर्षण गराउँछु त संसदको चुनावमा जुम्मन खाँ इस्तियाकजीसँग चुनाव उनको संसद सङ्घको चुनावमा उभन्दा सङ्घको चुनावभन्दा अगाडि 1.5 महिना मैले पार्टी प्रवेश गरेको हो। राप्रपाबाट फेरि प्रवेश? राप्रपाबाट सङ्गत छोडेर मात्रै सङ्गत छोडेर उनको, किनभने मेरो विचारै मिल्दैन। राप्रपासँग विचार मेरो मिल्छ, म क्रान्तिकारी मान्छे, उनसँग विचार मिल्छ, तर मात्रै व्यक्तिगत उसले नन्दलालजीले मैले सपोर्ट गरेको हो। नन्दलालजीले व्यक्तिगत धमल शमशेरले होइन, म सिधै भन्छु धमल शमशेरले 1, 2, 3 गरेका छैन। किन गरेका छैन भने आज म त्यो पार्टीमा गए पनि, आज जनता समाजवादी पार्टीमा गए पनि मैले सिधै इस्तियाकजीको प्रचार, इस्तियाकजीको सपोर्ट, इस्तियाकजीको हरेक कुरामा सल्लाह सुझाव दिने व्यक्ति पनि मसँग लिनुहुन्थ्यो, म पनि दिन्थेँ। तर पार्टीमा प्रवेश गरेर म पार्टीको गद्दार मान्छे होइन, पार्टीसँग गद्दारी गर्ने होइन, उम्मेदवारसँग गद्दारी गर्ने होइन। त्यस्तो मान्छे जुन हुन्छन् भने त्यो खाउबीर अवसरवादी दाउवादी हुन्। म दाउवादी होइन, अवसरवादी होइन। मलाई अल्लाहले भगवानले सबै पुर्याइएको छ। म 3 दिनको काबा मेयर पनि भइसकेको मान्छे, वडा अध्यक्ष भइसकेको मान्छे, 5 वर्षसम्म चलाएको मान्छे। अहिले म वडा नम्बर 7 को विकासको क्रममा हेर्नुहुन्छ भने मैले 585 घर दूरी छ, मैले 650 किताब मैले छपाएँ। एक घरमा स्मारक पुगाएको छु। 5-4 वर्षमा मैले के गरेको छु भनेर एक घरमा जनताले हेरेछन्। अहिलेसम्म त्यो किताब राखेका छन्। विकास भनेको किताब हो। विकासले किताबमा लाएको मैले, विकासले किताबमा लाएको। किनभने तपाईले के गर्नुभयो र अहिलेको वडा अध्यक्षले के गरेन? अहिले वडा अध्यक्षमा तपाईँ भन्नुहुन्छ भने आरोपको लागि मात्रै आरोप लगाइरहनु भएको छ। सुन्नुहोस्, मैले आरोप लगाउने म यस्तो नेता होइन, म कसैको माथि आरोप, म त सत्य कुरा भन्ने हो। आज तपाईँको एफएम मार्फतबाट म के भन्न चाहन्छु भने यो सत्य कुरा हो। तपाईँ गएर त्यो वार्डको जनतासँग सोध्नुहोस्। मेरो पालोमा 2 वर्ष कोरोना महामारी भयो, तपाईँहरूले थाहा छ। नेपालगञ्जमा महामारीको बेलामा यो जुम्मन खाँ जिल्ला प्रशासनले कसैले सिडिओ साहबले अनुमति दिनुभएको थिएन, मात्रै यो एक्लो वडा अध्यक्ष जिल्ला प्रशासन कार्यालयले मात्रै मलाई पर्मिसन दिएको थियो कि नेपालगञ्ज महानगरपालिका अन्तर्गतमा म जहाँ पनि जान सक्छु भनेर अनुमति दिएको थियो। त्यो महामारीको बेलामा जनता घरमा हुन्थे, म उनको स्वास्थ्य परीक्षण गराउन जान्थेँ। के मलाई कोरोना लाग्ने थिएन? मेरो बालबच्चा छैन, मेरो बुढिया छैन, मेरो छोरी छैन, मेरो छोरा छैनन्, मेरो बुहारी छैनन्। तर जनताको पछि जनताले जुन विश्वासको साथमा मलाई जिताइएको थियो त्यो विश्वासले प्रमाणित गर्नको लागि मैले जनताको महामारीको बेलामा मैले काम गरेको छु। किनभने त्यो बेलामा अक्सिजनको अभाव थियो। त्यो बेलामा मैले 5 लाख रुपियाँको औषधि लाएर अक्सिजन मसिन र सिलिन्डर समेत आफ्नो स्वास्थ्य कार्यालयमा राखेँ कि मेरो वार्डमा जनताले अक्सिजन नपाएर नमर्न पाओस् भनेर। त्यो मैले जनताको बिचमा काम गरेको छु।
अहिले यही आज वडा अध्यक्ष भएछन्, जितेछन्, यही घरबाट बाहिर वडा अध्यक्ष जी बाहिर निस्किनेवाला सब कोरोना महामारी है, हम वहाँ का करे जाई भनेर मलाई पनि कोरोना लाग्छ भनेर भन्नुहुन्थ्यो। त्यो बेलामा म घर घरमा जान्थेँ। अहिले त विकास गर्नुभएको छ नि त। के विकास गर्नुभएको छ तपाईँ? के विकास? तपाईँले म के भन्न चाहन्छु भने जनताहरू खुसी छन्, मिडियामा उहाँको विरोध छैन। तपाईँको बेलामा त बेसी विरोध भएको थियो। सुन्नुहोस्, जसले काम गर्छ त्यसैको विरोध हुन्छ। आज म स्पष्ट भन्न चाहन्छु, जसले जति काम गर्छ उसले जस पाउनको लागि त्यति विरोध हुन्छ। आज विरोध किन भइराखेको छैन? उनको केही कामै छैन, उनको केही कामै गरेका छैनन्। मैले गाली खाएर जनताको काम गर्थे, आज यस्तो अवस्था भएछ वडा नम्बर 7 का जनताले उनले गाली खानुपर्ने अवस्था भएको छ। आज उहाँले हेर्नुहोस्, तपाईको उनले इन्टरभ्यूमा बोलाउनुहोस्, उनले सोध्नुहोस् कि तपाईँ कति नाला बनाउनु भएको छ, कति बाटो बनाउनु भएको छ, कुन बाटो बनाउनु भएको छ, उसको केही लेखाजोखा छ, उसको केही प्रमाण छ, उनसँग सोध्नुहोस्। तपाईको सोध्ने तपाईले के गर्नुभएको? मैले अहिले तपाईँ हेर्नुहुन्छ भने सबभन्दा राम्रो काम मैले वडा नम्बर 7 मा के गरेको छु भने 4.5 कट्ठा लमसममा जग्गाले भगवान तलाउलाई पटाएर माटो हालेर कम्तीमा नेपालगञ्ज महानगरपालिकामा त्यसमा 5 वटा स्वास्थ्य कोठा बनाएको छु। जनता आज सेवा गराई जनता मेरो वार्डमा स्वास्थ्य पाइराखेको छ। सबभन्दा ठुलो काम मैले गरेको छु। त्यो टोलको प्रगतिशील मार्गको अहिलेसम्म हालीमुहाली मैले गरेको छु। त्यो ठाउँले चिन्ने बनाएको छु। अहिलेसम्म के गर्नुभएको छ उहाँले? आज तपाईँ 2 साल कोरोना महामारी नहुन्थ्यो, म ठोकेर भन्छु यो एफएमबाट कि आउने वडा अध्यक्षले कहीँ सुई गाड्ने पनि ठाउँ उहिले दिनेवाला थिएन। तर मेरो कालकालमा मात्रै 2 ठाउँ बचे। एउटा लक्ष्मी श्रेष्ठको घरदेखि पिपल चौराहा आउने मन्दिरसम्म बाटो अहिले बने त कहाँ बनिएको छ? अहिले त्यो पक्की बाटोमा कालो पथरीमा यस्तो ढुङ्गा हालेका छन्, त्यसमा मान्छे लोटिराखेका छन्। मलाई भनिराखेका छन्, नेताजी हेर्नुहोस् यो पक्की बाटो बनाइदिनु पर्ने ढुङ्गा हालिएको छ। ढुङ्गा कहाँ हाल्नुपर्ने? जहाँ माटोको बाटो हो। त्यो माटोको बाटो त होइन नि। लक्ष्मी श्रेष्ठको घरदेखि लिएर यहाँ पिपल चौतरा आउने, पिपल चौतरादेखि लिएर तपाईको बाले मुन्ना सुनारको घरसम्म, फिरोज हलवाईको घरसम्म बाटो बनाउने पनि मैले 17 लाख रुपियाँ हालेको। तर त्यो ठाउँले एग्रिमेन्ट गरे, सब गरे, तर बाटो त्यो 6 मिटरको बाटो सहमति गरेर कसैले मेरो लास्ट सालमा उनले कसैले तोडेनन्। आज तोडेर मात्रै ऊ नाला बनेर अहिले त्यस्तोको त्यस्तै बाटो परेको छ। के विकास गर्नुभएको छ 3 वर्षमा? यो 4थो वर्ष लागेको। के विकास गर्नुभएको छ? अहिले मैले बनाएको बाटो खाने पानीले भटाभट सिफारिस गरेर दिनुभएछ, त्यो खाल्टो कुर्नु भएको छैन। अहिले तपाईँ मसँग हिँड्नुहोस्, अगर जुम्मन खाँले गलत भनिराखेको छ भने तपाईँले जे भन्नुहुन्छ त्यो सजाय म मान्न तयार छु। खाल्टो भरेको छैन। खाल्टो जहाँ खाने पानी लगेर गएछन् त्यो खाल्टो खनेछन्, त्यस्तोको त्यस्तो छ। कहिले वडा अध्यक्ष कहाँ गएर वडा अध्यक्षजी यो चाहिँ काम बाँकी छ, यो काम बाँकी छ, यो काम बाँकी छ, कहिले खबरदारी गर्नु? सुन्नुहोस्, मैले यो भन्दा अहिलेसम्म मैले वडा भेला गर्दाखेरिमा एमालेका साथीहरूले, काङ्ग्रेसका साथीहरूले, राप्रपाका साथीहरूले, अरू राजनीतिक दलहरूले सबले मैले निमन्त्रण गरेर वडा भेलामा बोलाउँथे। उनले बोलाएर सबले बोल्न अवसर दिन्थे। भन्नुहोस्, तपाईँको तितो कुरा, म त नेता मान्छे, मिठो कुरा पनि सुन्ने मेरो साहस छ, तितो कुरा पनि सुन्ने मेरो साहस छ है। तर जनताको बाट के आउँछ, के माग प्रतिक्रिया आउँछ त्यो पनि मैले लिन्थेँ। आज त्यो ठाउँमा 3 वर्ष भइगयो, यो 4थो वर्ष लागेको छ। अहिलेसम्म हामीहरूले त्यहाँ उनले बोलाउनु भएको छैन। तर हामीहरू उनले नबोलाएर त्यो वार्डवासी भएर, वार्डको नेता भएर मैले उनको वडा भेलामा गएर जनताको अगाडि उनले गरेको छु। उनीसँग कुरा मैले जनताको अगाडि मैले कुरा राखेको छु वडा नम्बर 7 को जनताको लागि। किनभने अहिलेसम्म तपाईँले कति शिक्षामा मेहनत गर्नुभयो, शिक्षाले कति हेर्नुभयो, स्वास्थ्यले कति हेर्नुभयो, बेरोजगार बसेका हाम्रा वार्ड नम्बर 7 का दिदी बहिनीहरूले कति रोजगारी दिनुभयो, कति रोजगार लगाउनुभयो। कम्तीमा बेरोजगार रहेका युवाहरूले सिपमूलक तालिम कति गराउनुभयो। मैले सबै कुरा त्यहाँ उसको वडा भेलामा राखेको छु। तर वडा अध्यक्षको म पछाडि केही निकाल्नु भएको छैन।
केही निकाल्नु भएको छैन। उहाँको किताब म तपाईँलाई देखाइदिन्छु, लाउनुहोस् न किताब। अगर किताब लाउनुहोस्, उनले 5 वर्ष गरेको काम, मैले 4 वर्षमा गरेको काम अगर एकरूपता हुन्छ, एकजुट हुन्छ जति मैले काम गरेको छु भने म वार्डमा कहिले पनि चुनाव लड्दैन। ठोकेर भन्छु, म कहिले पनि चुनाव लड्दैन। तर फटाहीको धेरै दिन चल्दैन कि। कम्तीमा उनले के अहिले उनको अवस्था के छ? 2 महिना भइगयो, 2 महिना 1.5 महिनासम्म एक काबा दिएछन्। काबा दिएर वडा अध्यक्षले जब उनको घरमा कोही बिमारी हुन्छ या कोही समस्या हुन्छ या कोही हुन्छ 2 दिन 4 दिन 5 दिन काबा दिएर मान्छे आफ्नो काममा लाग्छ। उहाँ काबा दिएर वडा कार्यालयमा बस्नुहुन्छ, काबा दिएर आफ्नो घरमा बस्नुहुन्छ। यो पनि कहीं ऊ हो? जनप्रतिनिधिको यो काम हो? होइन नि। म पनि जनप्रतिनिधि थिएँ। कसैको जयन्ती सन्धिमा इन्डिया जाना भयो भने या भ्रमणमा जाना भए मात्रै मैले ऊ गर्थेँ, छुट्टी लिएर काबा दिएर जान्थेँ। तर अहिले नेपालगञ्ज महानगरपालिकाको सन्दर्भमा हेर्नुहुन्छ भने अहिले वार्डमा कस्तो छ भनेर म एक घरमा जान्छु। अहिले पनि एक घरमा जान्छु, चौराहामा बस्छु, एक रिपोर्टिङ मसँग आउँछ, एक रिपोर्ट जनताले मलाई गर्छन्। तर मैले अहिले यो कुराले फ्लेस गर्ने होइन। आउने चुनावमा एक कुरा जनताको अगाडि जनताले त भनिराखेको अवस्था छ। अहिले मेरो भन्ने अवस्था आएको छैन। चुनावमा 1, 2, 3 सब खुलासा एक खुलासा मैले गर्नेछु। त्यसो भने जुम्मनजी यो 84 मा चुनावमा लड्ने पुरा तयारी भइसक्यो? यस्तो छ धिताल सर कि कम्तीमा मलाई विश्वास छ जुम्मन खाँ वडा नम्बर 7 मा जनताको लोकप्रिय पहिला पनि थियो, आज पनि छ। अहिले म वडा अध्यक्ष नभएर पनि आज तपाईको रामकृष्ण मन्दिरमा पिपल चौराहानिर आदेश अग्रवालजीले मैले भनेर जसरी पनि मलाई चिसो पानी खानको लागि एउटा फ्रिजर 2टा गराइदेऊ, एउटा मन्दिरमा गराइदेऊ, एउटा मस्जिदमा गराइदेऊ भनेर। जुम्मनजी मसँग एउटा छ, तपाईको भागमै हो, तपाईँ लगेर मन्दिरमा लगाउनु छ कि मस्जिदमा लगेर जहाँ लगाउनुहुन्छ भने लगाउनुहोस् भनेर त्यो पिपल चौराहामा लाएर त्यो मन्दिरको अगाडि मन्दिरको भित्र मैले त्यो फ्रिजर लगाइदिएछु। मन्दिरमा आउने भक्तजनहरू, बाटो हिँड्ने आम समुदाय जनताहरू, टोलवासीहरू त्यहाँको चिसो पानी अहिले पनि खाइराखेको अवस्था छ। म वडा अध्यक्ष छैन, तब पनि म वडा अध्यक्ष हारेर मसँग 74 को चुनावमा मैले एउटा भुङ्गा कहीँ एउटा सुई गाडेका छन् भने भन्नुहोस् न, कसैले भन्नुहोस् न, कुनै न्युज हेराउनुहोस् न मलाई। त्यसो भने तपाईँ 84 मा अध्यक्षको उम्मेदवार, तपाईको आशीर्वाद, तपाईहरूको साथ, तपाईहरूको सपोर्ट रह्यो भने 1, 2, 3 84 मा जुम्मन खाँ फेरि आउँछ। किनभने मलाई विश्वास छ वडा नम्बर 7 को जनताको माथि, मलाई विश्वास छ। म लोकप्रिय मान्छे पनि जनताको हो, जनताले विश्वास छ आउने दिनमा 84 को चुनावमा जुम्मन 1, 2, 3 आउँछ। कसैले जुम्मनले रोक्न सक्दैन। जुम्मन त आउँछ, तर पार्टीले टिकट दिन्छ कि दिँदैन? मलाई फेरि मैले पहिले पनि भनिसके, जुम्मन खाँ यत्रो आफ्नो सानो बच्चालाई छोडेर माओवादीमा लागेर पनि वडा अध्यक्षको टिकटको लागि होइन, नासासाको टिकटको होइन, मेयरको टिकटको लागि होइन, तर जुन पार्टीमा लागेको छु मलाई विश्वास छ जनता समाजवादी पार्टीको महासचिव र पूर्व शहरी विकास मन्त्री इस्तियाकजीले मलाई 1, 2, 3 वडा अध्यक्षको टिकट मेरो घरमै पुर्याउनुहुन्छ। यति मलाई विश्वास छ। सुन्नुहोस् न, ए बाबा रेल हो ए सर, रेल हो। रेलमा कोही मान्छे चढ्छ, कोही झरिन्छ। रेल हो। कमरुद्दिनको कुरा गर्नुहुन्छ भने, अमृता काफ्लेजीको कुरा गर्नुहुन्छ भने भोलि पार्टी गठबन्धन हुन सक्छ, पार्टी एक हुन सक्छ, एक ठाउँमा आएर लड्न पनि सकिन्छ। तर जनता समाजवादी पार्टीले हामी यति ठानेछौँ जहाँ हामीले चुनावमा काङ्ग्रेस, एमाले, माओवादी, राप्रपा लगायतका पार्टीहरूसँग हामी चुनावमा लड्छौँ, एक अर्कोको प्रतिस्पर्धा हुन्छौँ। त्यस्तो जनता समाजवादी पार्टी नेपालले पनि अगर चुनाव लड्छ, पार्टी एकता भएन भने हामीले केही फरक पर्दैन सर। किनभने अब बाँकेले
थाहा पाइसके बाँकेको जनताले थाहा पाइसक्यो, खास गरेर यो क्षेत्र नम्बर 2 मा कि विकास प्रेमी नेता भनेको इस्त्याकैजी हुन् भनेर। इस्त्याक राईका लागि त होला, इस्त्याक राईका लागि, तर इस्त्याक राई भन्दा अरू मान्छे अरू वडाकासम्म चाहिँ इस्त्याक राईको कुरा त नजाला नि त। इस्त्याक राई पपुलर हुनुहुन्छ, इस्त्याक राई पपुलर हुनुहुन्छ, इस्त्याक राईलाई मान्छेले सपोर्ट गर्लान् अथवा सहायता गर्लान् अथवा मत दिलान्, पार्टी नहेर्लान्, तर अरू वडामा त आफ्नो पार्टी हेरिहाल्छन् नि। वडामा कस्तो छ भने सबले आफ्नो आफ्नो वर्चस्व, वडामा गठबन्धन हुँदैन। गठबन्धन हुने हो त भने मेयरको संसद र विधायकको मात्रै हो है, तर वडामा गठबन्धन हुँदैन। गठबन्धन म के भन्न चाहन्छु भने अहिले पनि हेर्नुहुन्छ भने नेपालगञ्ज महानगरपालिकामा वर्चस्व जनता समाजवादी पार्टीको छ। अहिले हामी केन्द्रको चुनाव मोहम्मद इस्त्याकजी हार्नुभयो, तर कति वडा अध्यक्ष तपाईँहरूको पक्षमा छ? मेरो वडा अध्यक्ष भनेको अहिले जानकी गाउँपालिका पनि मेरै छ। सुन्नुहोस् न, जानकी पनि मेरो छ, ढुडुवा गाउँपालिका पनि मेरो वर्चस्व छ। सबभन्दा बढी हाम्रै वडामा हाम्रै वडा अध्यक्षहरू छन्। नेपालगञ्ज महानगरपालिकामा नेपालगञ्ज महानगर म भन्दैछु, नेपालगञ्ज महानगरपालिकामा 6 वडा जितेको कुरामा 2 वडा मात्रै हाम्रो वार्डमा छैन, हाम्रो उसमा छैन है। एउटा चाहिँ 20 नम्बर र एकजनाको 16 नम्बर कि 15 नम्बर तिनी छैनन्। 20 नम्बर पनि निर्वाचन आयोग कार्य अवधि सकिएको कारणले कौशलजी पनि आउन भनिराखेको थिए, आउने पुरै तयारी थियो, तर उहाँले यो निर्वाचन आयोगको एउटा नियमअनुसार म पुग्नु भएन, त्यो कारणले उनी पनि छुटेछन्। अहिले नेपालगञ्ज महानगरपालिका अन्तर्गतमा 4वटा वडा अध्यक्ष मेरै छन्, 2टा कार्यपालिका जनता समाजवादी पार्टीकै छन्, तर वर्चस्व अहिले पनि नेपालगञ्ज महानगरपालिकामा हाम्रो पनि छ। त्यहाँ यो पनि छैन कि छैन भनेर, तर अहिले हेर्दाखेरिमा हामी त केन्द्रको चुनाव त षड्यन्त्र, किनभने अहिले 74 को चुनावमा हेर्दाखेरिमा 20,000 समथिङमा 20,500 मत लाएर इस्त्याकजी जित्नुभयो। अहिले 23,500 मत लाएर चुनाव हार्नुभयो। त कहीँ हामी माइनस भएका छैनौँ। जनता समाजवादी पार्टी माइनस भोटको सन्दर्भमा हेर्दाखेरिमा माइनस छैन, प्लसै छौँ हामी। त्यसो भने माओवादी छोडेर के भन्छ जनता समाजवादीमा जसपामा रमाउनु भएको छ? एकदम मजाले, किनभने मलाई काम गर्नु छ। जनता अब त्यो पार्टीमा गएर त्यो पार्टीमा लागेको छु। यो बेलामा नेपालगञ्ज महानगरपालिका खास गरेर 2 नम्बर क्षेत्रमा हाम्रो सङ्गठन अभियान कार्यक्रम पनि हाम्रो चलेको छ। सङ्गठन पनि विस्तार गर्नेमा हामी पनि लागेका छौँ। अब पार्टीले जसरी पनि अगाडि बढाउनु पर्ने, पार्टी अब वडामा वडा समिति भएन, आफ्नै मान्छे भएनन्, सदस्य भएनन् भने त्यो आउने दिनमा उम्मेदवारले पनि वडा अध्यक्षको वडा सदस्यहरूको उम्मेदवारले पनि अलिकता कमी कमजोरी त्यहाँ पनि हुन्छ। त्यो कारणले हामी 23 वार्डमा वडा आफ्नो सङ्गठन विस्तार, डुडुवा गाउँपालिकामा सङ्गठन विस्तारको कुरा हाम्रो चलिराखेको छ। नरेनापुर चाहिँ पनि चलिराखेको अवस्था छ 1 नम्बर क्षेत्रमा, किनभने अब हामी सङ्गठन विस्तारको क्रममा पनि हामी मभन्दा यो बेलामा हाम्रो पूर्व शहरी विकास मन्त्री र पार्टीका महासचिव आफै पनि लागेका छन् सङ्गठन बनाउनेमा, किनभने अब यही बेला हो जनताको अगाडि जाने। अब जनतासँग झुटो कुरा, झुटो वादा गरेर भाषण गरेर हुँदैन के सर, किनभने जनता बुझिसकेका छन्। किनभने आज जनताको कुरा हेर्नुहुन्छ भने अहिले 79 को चुनाव इस्त्याकजी हार्नुभयो, हाम्रो धमल शमशेर राणाजी जित्नुभयो। 3 वर्षसम्म अहिलेसम्म विकास केही भएको छैन। यही अगर चुनाव उहाँले जित्नुहुन्थ्यो भने सबको मनमा लागेको छ, जनताको एकदम लालाहित छ कि 84 मा 1, 2, 3 मोहम्मद इस्त्याकजीले जसरी पनि भोट हार्छन्। किनभने अब यो वार्डको हालिमुहाली, यो क्षेत्रको हालिमुहाली, यो क्षेत्रको अगर विकास गर्ने कोही विकास प्रेमी नेता युवा छ भने मोहम्मद इस्त्याक राईजी हुन्। किनभने अरू पार्टीका नेताहरूसँग पनि आइराखेका छन्, कार्यकर्ताहरूसँग पनि आइराखेका छन्। उहाँ ठिक हो, उहाँ केन्द्रको नेता भनेको उहाँ ठिक हो भनेर त्यस्तो पनि आइराखेका छ। हामी त्यो पनि हामी लिइराखेका छौँ। जनताको बिचमा गएर जनताको बिचमा बस्ने, कसको के मिठो कुरा पनि सुन्ने। के गर्नु भएको छ जसपाको सवालमा जनता समाजवादी पार्टी? अहिले जनता समाजवादी पार्टीको कस्तो बनाउनु एकदम सङ्गठन अहिले भर्खरै 1 महिना जति 1.5 महिना भएको छ। सङ्गठन जनता समाजवादी पार्टीको हामी विस्तार गरेका छौँ, भेला पनि गरेका छौँ।
विस्तार गरेका छौँ। विस्तार गरेर अब यो पार्टीले कसरी अगाडि बढाउने हो, यो पार्टीमा अरू मान्छेले कसरी समेटेर लाउनु पर्ने हो, त्यो विषयमा हामी नेपालगञ्ज महानगरपालिका वडा नम्बर 7 मा फेरि तपाईँ माओवादीमै फर्किँदै हुनुहुन्छ भन्ने हल्ला थियो। सुन्नुहोस् न, अब फर्किने हल्ला त अब हल्ला खिजाउने मान्छे, हल्ला फैलाउने मान्छे अगर यसैले लिएर यही कुरा अगर पहिले सोच हुन्थ्यो भने हाम्रो पार्टी माओवादी पार्टीभित्र के छ भने अब नेताहरूले सोचको परिवर्तन गर्नु पर्यो के। आफू आफ्नै मात्रै हेर्ने हाम्रो धितालजी झोला बोकेर अहिले पुरै क्षेत्र नम्बर 1 देखि 3 सम्म घुम्ने, नेता फेरि अर्को हुने। तो खालि मात्रै धितालजी झोला बोक्न चाहे छैन, उनको पनि कहीं न कहीं रहर होला नि, उनको पनि कहीं न कहीं चाहना होला नि। तर उनको अगाडि अहिले जबसम्म दामोदरजी नेतृत्व गरिराख्नु भयो थियो तबसम्म यो पार्टी चन्द्रकान्ताको हातमा नेतृत्व थियो, पूर्ण सुवेदीको हातमा जिल्लाध्यक्ष चन्द्रकान्ताको हातमा थियो, तुफान थियो, नवीन थियो, परमानन्द थियो, रक्षाराम थियो, त्यो अतहार थिए, त्यो बेलामा म थिएँ। यो त्यो बेलामा मधेसी, मुस्लिम, पहाडी, दलित, थारू जनजातिको एउटा भगोल थियो, एउटा जमघट थियो। त्यो बेलामा पार्टी कस्तो थियो। आज मैले पार्टीले नसम्झेको हुन्थ्यो भने, पार्टीले उम्मेदवारले नसम्झेको हुन्थ्यो भने आफ्नो वडा अध्यक्षको कुर्सी 10 दिन छोडेर 1 नम्बर क्षेत्रमा गएर मैले अथकजीको नमुनाको मैले प्रचार गरेको छु। आफ्नो कुर्सी छोडेर काबा दिएर मैले 1 नम्बर क्षेत्रमा गएर मैले प्रचार गरेको छु कि जसरी पनि पार्टी त स्थापित हो मगर पार्टीको नेता पनि स्थापित हुन पर्छ भनेर त्यो सोचमा मैले गएको। पार्टीले तपाईलाई पनि त स्थापित गराइदियो। मैले स्थापित टिकट लिएर अहिले तपाईँ हेर्नुहुन्छ भने अहिलेसम्म माओवादी पार्टीमा अहिले मैले चलाएको कुरा अब चुनाव हुन लागेको छ। न त यो भन्दा चुनाव हुन्थेन, टिको टालो लगाएर त फलाना त धमाका त यो हुन्थ्यो। कसेर जब मैले कसेर लागेर जब 1 2 3 मलाई अध्यक्ष हुनु पर्यो। प्रतिस्पर्धा भइरहेछ, चुनावी प्रतिस्पर्धाबाट अब भइराखेको छ सर, अब भइराखेको छ। सुन्नुहोस्, यो भन्दा पहिला त उपाध्यक्षमा पनि त भएको हो, चुनाव जितेर उपाध्यक्ष भएको, सेतीमा भएको होइन। त्यो मेरो चुनाव, त्यही बेलाको चुनाव अहिलेसम्म त्यो चुनाव चलिराखेको छ। न त पहिला त यही फलाना तपाईँ यो भन्नुहोस्, तपाईँ यो भाइ मेरो यो भन्नुहोस्, बुढियाले मेरो यो भन्नुहोस्, यो पहिले एकदम एउटा खाका कोरेर लाउँथे, फ्लेस गरिदिन्थे पार्टी बैठकमा। कम्तीमा त्यो पनि प्रवृत्ति त मैले उ गरेँ नि, त्यो गरेर फेरि फर्किए अर्कै पार्टीमा। ए बाबा, मैले भनिसकेँ, मैले कसैले आफ्नो घर आफ्नो खुन पसिना लगाएको, खुन पसिना रोजेको कसैले आफ्नो सेतीमा त घर छोडेर जाँदैन नि। मैले किन छोडे ठेगान हुँदैन रहेछ भन्ने। सुन्नुहोस्, म त केन्द्रको हो चाहे त्यो अब केन्द्रीय नेता हुन् चाहे स्थानीय नेता हुन्, अहिले म अब मैले हजुरले एउटा सानोमा जवाब दिन्छु। अहिले यत्रो हाम्रो भन्छन् नेपाल कम्युनिस्ट पार्टी माओवादी भनेर 1 नम्बरको पार्टी, हामी 2064 को चुनाव लड्दाखेरिमा 1 नम्बरको पार्टी थियो। आज हामी 3रो नम्बरमा कसरी झऱ्यौँ? कहाँबाट 3रो नम्बरमा आयौँ? कहाँ पुगेन पार्टीको नेतृत्व? त्यहाँ बुझ्नुपर्ने हो, त्यो सोच बनाउनु पर्ने हो। आज पार्टी एकता गरेर एमालेसँग अध्यक्ष प्रचण्ड कामरेडले एमाले केपी ओलीसँग जो है गठबन्धन गरेर आज पार्टी मर्ज गरेर आज 5 एउटा नेता एमालेमा बसेका छन् माओवादीका। म त माओवादीको त्यत्रो ठुलो नेता त होइन, म त एउटा वडा नगर स्तरीय जिल्ला स्तरीय नेता हुँ। तर मेरो पनि चाहना होइन कि यो मैले राजीनामा दिइराखेको छु भनेर यिनीहरू स्वीकृति गर्छन्। तपाईको पार्टीभित्र नेपाल कम्युनिस्ट पार्टी माओवादीको भित्रबाट मलाई अफर आयो, तपाईँ 2 लाख रुपियाँ दिनुहोस्, तपाईँले टिकट दिन्छु भनेर। तर मैले 2 लाख रुपियाँ दिनु? मेरो फोकटको रुपियाँ हो। मैले कहीँ लुटेछु, कहीँ मैले चन्दा लिएछु, कहीँ मैले ढाका मारेको छु, कहीँ मैले राजनीति गरेको छु, मैले 2 लाख रुपियाँ मैले दिएर टिकट लिने। त्यो कारणले यो सब मतभिन्नता पार्टीको हेरेर म चुप लागेर राजीनामा दिएर घरमा बसेँ। नेताको काम हो कहिले 1 कदम अगाडि बढेर पनि नेतृत्व गर्नुपर्छ, कहिले 2 कदम पछाडि हटेर चुप लागेर। तपाईको पार्टी पनि त मर्ज हुँदैछ त अहिले। बाबा, मैले पहिले पनि भने पार्टी मर्ज कहीँ पनि हुन सक्छ, गठबन्धन कसैसँग पनि हुन सक्छ। होइन, पार्टी एकतै हुन लाग्छ, हुन्छ भने त ठिकै छ।
अब नेतृत्व केन्द्रको गर्ने केन्द्रीय सदस्यहरू, तपाईँलाई कतिको थाहा छ? केन्द्रीय सदस्यहरू छन्, प्रदेश सदस्यहरू छन्। त अब म त केन्द्रको नेता त होइन। अब पार्टीले जो डिसाइड गरे पनि सबले मान्नुपर्ने हो, किनभने एमाले माओवादी गठबन्धन गरे, पार्टी एकता गरे, सबले मान्नुपर्ने हो। हामी पनि स्थानीय सरकार भएको मान्य नेपालगञ्ज महानगरपालिकामा भोटै कब्जा गरेको बहुमत त हाम्रो थियो नि त्यो बेलामा। धमल शमशेरजीले त्यो बेलामा मेयर हुँदाखेरिमा हम्मे पार्ने यही जुम्मन खाँ हो, ह्याप गर्ने जुम्मन खायो। तर पार्टीको नीति विधिभन्दा जुम्मन खाँ पहिला पनि गएको थिएन, नआउने दिनमा गएको थियो। आज जनता समाजवादी पार्टीको नियम नीति अनुशासनमा बसेर काम गर्दैछु। तपाईहरूको साथ होस्, सहयोग होस्। आउने दिनमा जुम्मन खाँ 1, 2, 3, 84 मा फेरि एक मर्तबा हर हर जुम्मन, घर घर जुम्मन गरेर फेरि फर्किन्छ। जुम्मनजी, हामी समयको अन्ततिर आइपुगेका छौँ। अन्तमा नेपालगञ्जवासीलाई के भन्नुहुन्छ? म नेपालगञ्ज महानगरपालिकावासीले यो 2 नम्बर क्षेत्रमा रहेका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई म के भन्न चाहन्छु भने आउने दिनमा जसरी जनता समाजवादी पार्टीले आउने दिनमा यो क्षेत्रको उम्मेदवारले र 1 देखि 23 वार्डको वडा अध्यक्षहरूले, जनप्रतिनिधिहरूले सहयोग गरिदिनको लागि र तपाईहरूको इच्छा आकाङ्क्षाले जनता समाजवादी पार्टीले पुरा गर्नेछ। किनभने यो बेलामा हाम्रो लक्ष्य हो शिक्षा, स्वास्थ्य र विकासको हाम्रो पार्टीको एजेन्डा हो। हामी त्यो एजेन्डा लिएर संगठन विस्तारमा पनि लागेका छौँ। यही एजेन्डा लिएर हामी चुनावमा पनि उत्रिन्छौँ। धन्यवाद छ यहाँलाई आफ्नो अमूल्य समय यो रेडियो मर्निङ स्टार गुड न्युज खबरलाई दिनुभएको लागि। मलाई बोल्ने, आफ्नो जिज्ञासा राख्ने समय दिनुभयो उसको लागि र तपाईहरूको पुरै एफएम परिवारलाई पनि धन्यवाद भन्दै म बिदा हुन्छु। धन्यवाद, नमस्कार। दर्शक महानुभावहरू, यतिखेर हामी तपाईहरूको बीचमा विशेष गरी नेपालगञ्जका नेता अथवा जसपा जनता समाजवादी पार्टीका नेता जुम्मन खाँसँग कुराकानीका क्रममा थियौँ। अब हामी तपाईहरूको बीचबाट छुटिन्छौँ। म डाक्टर दिताल, स्वीकार्नुहोस्, नमस्कार।